यो टोलका युवाहरूको सक्रियता केही गर्दा पनि कम हुँदैन। नमस्कार, मेरो नाम मुकेश सुनार। आज म सक्रिय रूपमा यो अभियानमा संलग्न हुन नसके पनि आज युवाहरूले यो रोडको किनारमा भएको गौडी चोकदेखि चण्डेश्वरी आधारभूत विद्यालयसम्मको झारहरूलाई यो रोडबाट व्यवस्थित गरेका छन्। यसले गर्दाखेरि गाडीहरूलाई मात्रै अप्ठ्यारो भएको थिएन, आउने जाने बालिकाहरूलाई पनि यो सर्पको डरदेखि लिएर अरू सुरक्षासम्म पनि सम्बन्धित भएको हुनाले युवाहरूको सक्रियतामा आजको यो बिहान 7 बजेदेखि अहिले 10 बजेसम्म गरेका छन्। आज मैले उपस्थित हुन नसके पनि म अन्त्यमा आएको छु। म अरू विशेष कामले बाहिर गएको हुनाले भर्खरै मात्रै पुगेको छु। एकचोटि युवाहरूको पनि आवाज सुन्छु, के छ उहाँहरूको भनाइ। नमस्कार, मेरो नाम प्रकाश साउजी। यो हामीले यो सरसफाइ कार्यक्रम लगातार गर्दै आएका छौँ। यो युवाहरूको मलाई एकदमै खुसी लाग्यो। अरू जतिसक्दो सबैले आफ्नो आफ्नो ठाउँनिर सभा गरौँ भन्न चाहन्छु। सबैजना आएर हाम्रो अर्को शनिबार सबैजनाले आएर मिलेर गरौँ। अझ माथितिरको सभा पनि गर्नु छ। हस्त, धन्यवाद। परिवार हामी स्थानीय युवाहरूको पहलमा यसपटक पनि हामीले अलिक फरक ढङ्गले चाहिँ काम गरेका छौँ। जुन वातावरणमा विशेष गरी बाटोमा चाहिँ जो रुखहरूका झाडहरू छन्, जो रुखले गर्दा चाहिँ बाटोलाई चाहिँ समस्या बनाएको छ, जुन एक्सिडेन्ट हुने समस्याहरू बढ्दो छ र बर्खाको समयमा चाहिँ स्याबकिराहरू आएर बाटोमा चाहिँ टोक्ने यावत कुराहरू हुने लगायत विभिन्न किसिमका समस्याहरूलाई चाहिँ मध्यनजर गरेर हामीले आज झाडहरू सफाइ गरेका छौँ। र यो विशेष यो महान काममा चाहिँ यहाँ मलाई सहयोग गर्ने मेरा प्रिय बाबु नानीहरू लगायत लोकेजी लगायत सम्पूर्ण प्रत्यक्ष तथा अप्रत्यक्ष सहयोग गर्नेहरूलाई विशेष धन्यवाद दिँदै म तपाईँहरूलाई यो कार्यमा पुनः फेरि हाम्रो काम अधुरो रहेको र फेरि तपाईँहरूलाई अमरराज पाठकको घरदेखि चण्डेश्वरी स्कुलसम्म जोड्नुको लागि भोलि बिहान 7 बजेदेखि 9 बजेसम्म फेरि आग्रह गर्दै तपाईँहरू माझबाट छुट्टिन्छौँ। हामी सबैको जय होस् र सबैलाई धन्यवाद छ। शुभ दिन, शुभ रहोस्। धन्यवाद, नमस्कार। युवाहरूको कुरापछि अब आजको कार्यक्रम पनि उहाँहरूको सकिएको छ। यसमा मैले प्रत्यक्ष रूपमा आज साथ दिन सकेन, त्यसको लागि म क्षमा चाहन्छु र आउने दिनहरूमा पनि सकेसम्म युवाहरूलाई म साथ दिनेछु र तपाईँहरूले पनि साथ दिनुहोला। धन्यवाद।